सम्पूर्णमा नमस्ते। मैले आज हिजो हाम्रो प्रधानमन्त्रीज्यूले पहिलोपटक संसद भवनमा सांसद माननीयज्यूहरूको प्रश्न उत्तरको क्रममा उहाँले जुन एउटा अभिव्यक्ति दिनुभयो सीमाको विषयमा कि नेपालले पनि भारतको सिमानाहरू भूभागहरू मिचेको छ भनेर यस विषयमा विभिन्न पत्रपत्रिका विभिन्न मञ्चहरूमा निकै नै बहसहरू चलिरहेको छ। के साँच्चै नै नेपालले पनि भारतको भूभाग मिचेको छ भने प्रधानमन्त्रीज्यूले प्रमाणित गर्नु पर्यो, प्रुफ दिनु पर्यो भन्ने कुराहरू उठिरहेको छ। र यो सुन्दा मलाई पनि त्यस्तै लागेको थियो हैन, यो कस्तो खालको अभिव्यक्ति दिनुभयो प्रधानमन्त्रीज्यूले। यो त राष्ट्रको निम्ति हाम्रो नेपालको निम्ति घातक पो हुन्छ कि भन्ने कुराहरू सोचेको थिएँ। तर विभिन्न माध्यमहरूमा अध्ययन गर्दै जाँदाखेरि यी कुराहरू सीमाका विषयमा यस्ता डिप्लोमेटिक उत्तरहरू दिँदो रहेछ, जस्तै विभिन्न राष्ट्रहरूले पनि, ताकि सीमाको विवादको विषयमा विपक्षी देशहरूले पनि चासो दियोस् र यसलाई टुङ्गाउनलाई छिटोभन्दा छिटो उनीहरूले पनि विषयवस्तुमाथि ध्यान दियोस् र डिप्लोमेटिक वेबाट चाहिँ यसलाई समाधानमा बाटोहरू खोजोस् भन्नेको लागि गराएर छ जस्तो लाग्यो। तर मलाई चाहिँ त्यस्तो लागेको होइन। साथसाथै हेर्दै जाँदाखेरि इन्डियाका पनि विभिन्न मिडियामा हिजोका अभिव्यक्तिहरूले विभिन्न कुराहरू उठाएर छ। यो भनेको हाम्रो लागि हेर्दाखेरि राम्रो पक्ष पनि हो कि उहाँहरूले पनि आफ्नो सिमानाहरू